करोडौं ग्राहकहरूको मन जित्न सफल गैंडाकोटकै पुरानो सुनचाँदी पसल सेन्चुरी सुनचाँदी पसल। गरिबको पीडा कसले सुन्थ्यो, जति आँसु झरे पनि गरिबको पीडा कसले सुन्थ्यो। यसपालि त दसैँ र तिहार नआएनी बरु हुन्थ्यो। यसपालि त दसैँ र तिहार नआएनी बरु। अब यो 500 रुपियाँले के किन्नु? आधा किलो कुखुराको मासु, 2 किलो चामल, नुन मसला गर्दा ठिकै हुन्छ। गरिबको दसैँ यहाँभन्दा के हुनु? नानी, ए नानी, बाहिर आऊ त। यसो आमालाई काम सघाए पनि हुन्थ्यो। बाहिर हेर त कति फोहोर भएको छ। जाऊ बाहिर बढा ल। भयो पोत्न पो थाले रहेछन्। घरमा गाग्री छैन त। कहाँ गयो? म त हजुर पानी लिन जानु भयो होला न, ढुक्क भएको। नकराउ न, पुरै बुझ्नु छैन। कति ठाउँमा गएँ, कतिसँग हात जोडेँ। अब पैसा खोजे नि पाइएन, काम खोजे नि पाइएन। अब त्यो छोरीको चित्त दुखाउन मन लागेन। मैले त त्यो गाग्री बेच्दिएँ। त्यही पैसाले मासु, दाल, चामल, मरमसला सबै किनेर ल्याएको छु। हेर न, छोरी कति खुसी भएर सामान हेरिरहेछ। ल जाऊ, तिमी टिका सिका तयारी गर, म पकाउन थाल्छु। टिका लगाउने बेला भइसक्यो। ल छिटो गर है। आज दसैँ हो, मासु खानु परेन त? जाऊ यो सामान लगाएर भित्र राख। बुवाले खाना पकाउनुहुन्छ। म टिका मुस्ने तयारी गरेर आउँछु है।
छोरी लाउ त यो चामल मुछेर लाउ राम्रो छ पखाला है धेरै पढ्नु ज्ञानी हुनु बाबामुको इज्जत धान्नु धेरै पढेर बाबामुलाई सुख दिनु राम्रो छ बसेन त सानै दिन्छु मेरो छोरीलाई ल 50 रुपियाँ ल छोरीको टिका लाग्ने दुःखले त कहिल्यै छोडेन सुखको आशीर्वाद कसरी दिनु तिम्रो भाग्यमा दुःखै दुःखले पुग्छ तिमीलाई पनि बसी अब बाबामा छैन खाली निधार कसरी पर्छ लगाइदेऊ मलाई पनि सकियो जसो गरेर दसैँको टिका तारी ल भात तर्कारी पाकिसक्यो मासु र भात मजाले खान पर्छ ल हिँड्न छोरी ल यो सामान यतिकै भइरहेछ अरू आउने छैन टिकामा ल छोरी हेर त आमालाई के भयो
झर्के के भयो तिमीलाई यो रगत कसरी आयो लौरा होइन त्यसो के भनेको लौरा हस्पिटल लाग्नुपर्छ ए छोरी मलाई हेर म मान्छे बोलाउँछु भाइ मेरो श्रीमतीलाई के भयो मुखबाट रगत आएर मर्नु बात भएको छ हस्पिटल लानु पर्यो जाम यस्तो कोरोनाको बेला तिम्रो बुढी बिरामी भयो भने त हामी जाने नि तिम्रो बुढीलाई कोरोना को लाग्यो कि यहाँको कोही जाँदैन यता छुन न यहाँ न जाऊ 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 उतै जाऊ कोही मद्दत गर्न आयो कोरोनाको डर आज तिमीलाई अस्पताल केही हुँदैन उठ आऊ आऊ जानु कहाँ छोरी यताबाट उता जाऊ Carga meu tar. राम्रो शिक्षा दिन्छ दिनभाइ ताकि हामीले जस्तो दुःख नहोस् किन त्यस्तो भने कि तिमीलाई केही हुँदैन हिँड हस्पिटल हाल्छु Januka! ये भगवान ये क्यों भयो उठने जानुका ये क्यों भयो कति निष्ठुरी होता है बंदे कति निष्ठुरी बाँच्न सुखै नदिकन दुःखै दुःखमा मर्ने बेलासम्म पनि तडपाई मार्यो होइन यो गरिब जन्मले भन्दा त बरु जन्मै नलिएको राम्रो बुढा मैले त छोरी नै पाउँछु होला
छोरा पाउँछौ आफूलाई छोरा चाहिएको छ नै हुँदैन मलाई त छोरी मन पर्छ छोरी नै पाउँछ ए साँच्चै छोरी पायो भने के नाम राख्ने तिम्रो र मेरो सम्झना बिर्सना हुन्छ सम्झना नाम राख्ने ए बदमास तँलाई आमालाई दुःख दिन्छस् आइमेला बच्चा पाउँदाखेरि काला जस्तो हुन्छ अरे कतैमा मऱ्यो भने नि थेट माथि त्यस्तो कुरा नि गर्ने हो सानो काम यो घरमा बसे भने तिम्रो यादले सताउँछ तिमीले भनेका हरेक कुराहरू याद आउँछ म यो गाउँ यो घर सब छोडेर जाँदैछु मेरो छोरीलाई नयाँ ठाउँमा लिएर जान्छु पढाउँछु ठुलो मान्छे बनाउँछु तिम्रो सपना पुरा गर्छु जति आँसु झरे पनि गरिबको पीडा कसले सुन्थ्यो जति आँसु झरे पनि गरिबको पीडा कसले सुन्थ्यो यसपालि त दसैँ र तिहार नआए नि बरु हुन्थ्यो यसपालि सम्पूर्ण ग्राहकहरूको मन जित्न सफल गैँडाकोटकै पुरानो सुनचाँदी पसल सेन्चुरी सुनचाँदी पसल हामी कहाँ अर्डर अनुसारका तपाईँले चाहे जस्तै तपाईँले सोचे जस्तै आधुनिक डिजाइनका गहनाहरू तयार गरिन्छ साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ सम्पर्क सेन्चुरी सुनचाँदी पसल गैँडाकोट 5 कालीगण्डकी चोक आफ्नै भवनबाट सञ्चालित मोबाइल 9855373411 9815536411